So hello guys, so पालमा पाउने अहिले डेबल नयाँ चौचौ ल ट्राई गर चम्ची लिएर बसिरहेछ एउटा चाहिँ यो चाहिँ नेक्स्ट हाम्रो मेरो आमाको मुख हेर्नु हुँदैछ 10 मा 20 मा 30 10 थपेर 30 30 प्लस 10 40 तम्बु समथिङ के लेखेको थियो हैन किन हाँसेको So hello guys, so आज चाहिँ म के लिएर आएको छु भने तपाईहरुको लागि चाहिँ देख्न सक्नुहुन्छ So guys मजाले हेर्नु है यो So नेपालमा पाउने अहिले डेबल नयाँ चौचौ 2 PM अनि वाइवाई अनि रहेको छ अर्को वाइवाई यो चीज फ्लेभरमा हो हैन अनि मैले चाहिँ कोरियन नुडल्स पनि लिएर आएको छु यो तम्बा है तम्बा भन्ने अनि लेट्स सी कसको यसको हेर्दा चीजी फ्लेभर्स लागिरहेछ लेट्स ट्राई अनि अर्को रहेको छ यो पनि कोरियनै हो है देख्न सक्नुहुन्छ यसको नाम चाहिँ चापागेटी कोरियन नुडल्स है सो मैले चाहिँ आज नेपालमा पाउने नुडल्स भर्सेस कोरियामा पाउने नुडल्सको टेस्ट गर्न गइरहेको छु कसले जित्छ दुईटा मध्येमा कुनै जित्छ अनि तपाईहरुको लाग्छ सबैको फेभरेट नुडल्स यहाँनिर छ देख्न सक्नुहुन्छ नुडल्सको गाइज अब चाहिँ हामी बनाउँछौं अनि कस्तो हुन्छ के हुन्छ सबैलाई बताउँछौँ ल गाइज सो गाइज आज चाहिँ मेरो आमा मेरो साथमा छ किनकि आजको मेरो गेस्ट मेरो जे भने पनि हैन मेरो आमा आज आई डोन्ट नो हैन यो कुराहरुले मेरो थाहा छ मलाई बिसाउँछ इभन मलाई पनि बिसाउँछ यस्तो कुराहरुले किनकि पिरो मन खान सक्दैन धेरै हैन अनि सेफ्टी चाहिँ अपनाएको छौं के भन्न चाहनुहुन्छ अब खाने भक्कु खाने भक्कु नखाने थोरै खाने हैन सो गाइस एकदम पिरो छ म पनि पिरो धेरै खान सक्दिन मेरोमा पनि पिरो त खानुहुन्छ तर बिसाउँछ त्यो भएको कारण गर्दाखेरि चाहिँ थोरै खान्छौं है अनि हामीले चाहिँ सबै चौचौ बनाएर चाहिँ उसको आफ्नै झोलामा यसरी राखेको छौं है यसरी प्याक गरेको छौं किनकि अब के भन्छ चिन्नुलाई सहज हुन्छ हैन देखाउन सहज हुन्छ यसरी राखेको छौं पकाउँदै अनि सो अब के रेडी हो रेडी कोरियन नुडल्स चाहिँ हामी लास्टमा ट्राई गर्छौं है सो नेपाली ट्राई गरौँ अनि त्यसपछि यो चाहिँ एकदमै मैले एडभर्टाइजिङहरु देखिरहेको थिएँ डेभिल्स नुडल्स है यो एकदमै स्पाइसी हुन्छ भनेर सुनेको थिएँ ट्राई गरौँ ल आमा कति ल यो ओहो देख्नु है गाइस है डेभिल्स होला ल यस्तो यस्तो गर्नु त यस्तो गर्न ल ट्राई गरौँ ल मम्मी थोरै खानु बिस्तारै कस्तो छ मम्मीले फेरि ओभर मन पराउँछ यस्तो कुराहरु है छोरी मान्छेले चाहिँ मन नपराउने कुरै भएन फर्स्ट बाइट डेभिल्स है मिठो यस्तो कुरा त खानु हुँदैन आमा साह्रो पर्छ बिमारी पार्छ है ल यो अरु पनि ट्राई गर्नुपर्ने छ आमा धेरै नखाम ल के खाने हो एकचोटी खाने धेरै पिरो छ कति दिन हुन्छ मम्मी कति दिन हुन्छ तपाईलाई कति दिन हुन्छ फेरि नबोल न तिमीहरु फेरि के भयो चम्ची लिएर बसिरहेछ एउटा चाहिँ ओके गाइस सो नेक्स्ट यो हाम्रो वाइबेको चीज फ्लेभरमा छ यो चाहिँ है यो चाहिँ नेक्स्ट हाम्रो मेरो आमाको मुख हेर्नु हुँदैछ हेर एक्साइटेड छ धेरै तातो छ अनि मिठो सक्छ नि यो खानु भएको छैन यसो मिठो छ भन्नु यो कुन चाउचाउ यो वाइबाई चीजमा हो यो चाहिँ ल फर्स्ट बाइट चेस आमा छोरा चेस
यो चिजमा यो पनि राम्रो छ कति दिनुहुन्छ यसलाई कति पोइन्ट दिनुहुन्छ यसलाई 10 मा कति दिनुहुन्छ 10 मा 10 दिउँला 10 दिने मिठो लाग्यो अहिलेको डेभिल्स अहिलेको धेरै मिठो कति त्यो चाहिँ त्यो त डबल बिसाइदिउँला मम्मीले लास्टै मिठो गरेर खाँदैछ आई डोन्ट नो डर लागेको छ गाइस किनकि यस्तो एकदम बिसाउँछ नि त सो लो नगर्न हो किन अझै खाने ल लिएर यो हेर मुख महान परेन आफू चाहिँ खाएको भए गर्छ सो गाइस है नेक्स्ट रह्यो हाम्रो वोइवेकै नयाँ हट एन्ड स्पाइसी भन्ने यो वोइवेको खतरा छ भनेर सुनेको थिएँ लेट्स ट्राई हेर्दै केही नहोस् यार यो खाएर चाहिँ यार साँच्चै भने मलाई डर लाग्छ क्या अब मम्मीलाई यस्तो कुराहरू पच्दैन नि त मलाई पनि इभेन पच्दैन यस्तो खानेकुरा फेरि रुचाउनुहुन्छ आमाले खाए खाए कति मन पराउँछ मेरो आमाले बिमारी हुन्छ भने डर लाग्छ आफूलाई चाहिँ ओके कसो दामी दामी कति दिने अनि माइक मम्मी माइक माइक त पुरा काचा 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 भइसक्यो खोइ ल्याउनु त यो मम्मीले माइक त यहाँ राखिदिन्छु ल कति अरे 10 मा कति दिने अरे 10 मा कति 10 मा 20 मा 30 10 थपेर 30 सो मम्मीले चाहिँ एकदम मन परेछ सबभन्दा कुन मिठो लाग्यो भन्नु 3 नम्बर कुन यो मिठो छ चाहिँ मिठो कति दिने अरे 30 ल म लास्ट खान्छु अब तपाईँ नाम दिएर सो गाइस फेरि आइसक्यो हाम्रो यो चाहिँ 2 PM है गाइस है यो 2 PM को फ्लेभर चिकन फ्लेभरमा छ यो चाहिँ लेट्स ट्राई मेरो आमालाई हेर्न सक्नुहुन्छ ल पिरो ओके ल लिनु लिनु यो चाहिँ 2 PM पे 2 PM नेपालकै नेपालकै मिठो कति मम्मी यसको 30 प्लस 10 40 सबभन्दा मिठो लाग्यो अहिलेसम्म मिठो यो हाम्रो नेपालको मिठो छ कोरियन खानु बाँकी नै छ हौ अब मलाई खान्छु अब आमा पेट पोलो पेट पोला नि पेट फुल्यो डर लागिसक्यो क्या मलाई मिठो छ तर अलिक गाह्रो छ पिरो भएर सो गाइस फाइनली है हामीले यो कोरियन आइसकेको छ हाम्रो यो चाहिँ के थियो अघि तम्बु समथिङ के लेखेको थियो होइन तम्बु नुडल्स कोरियन हो यो चाहिँ है यो चाहिँ अलि एक्सपेन्सिभ महँगो पर्छ लेट्स ट्राई ल यो चाहिँ हेर्दा पनि कोरियन है यो चाहिँ कोरियन नेपालको होइन यो चाहिँ कोरियन नुडल्स ल आमा
खानु खानु फर्स्टमा तपाईँ तारीको तारी नचोरे मिठो कुन मिठो सबभन्दा मिठो सबभन्दा मिठो यो कति दिने यसलाई 40 प्लस 20 60 60 दिने यस्तो मिठो लाग्यो लास्ट बाइटमा पनि हान्छु यो हेर कसो कति दिन्छस् कति पोइन्ट दिन्छस् अम्मै यो कोरियन कुन हो कुन कम्पनी हो हैन अनि रामायण के भन्ने अस्ति नै यो रामायण हो यो ओके हरावर गएर बोले सो गाइस यो सेकेन्ड वाला है यो पनि यो लास्ट भन्छ हाम्रो यो चापागेती सक्छौँ चापागेती रोज यो पनि कोरियन सेकेन्ड वाला किन हाँसेको यो पनि कोरियन हो यसमा त बढी सस रहेछ यता खाइहालौँ त ल खानु मजाले खानु कस्तो छ फर्स्ट बाइट है चापाकेती कि चापाकेती एकचोटि खाऊँ कि भयो कि ओके अब चाहिँ ल भयो सो गाइस है तपाईँलाई के लाग्छ मम्मी कसले जित्यो नेपालले जित्यो कि कोरियाले जित्यो हाम्रो नेपाल भनेको नेपाल नेपाल सो गाइस मलाई चाहिँ अनेस्टली भन्छु हैन कोरियनमा चाहिँ अब स्विटहरु हैन कति स्विट टाइप टेस्ट हुन्छ नि त त्यो भएको कारणले गर्दा म चाहिँ अलिकति मलाई चाहिँ यस्तो मन पर्छ हैन कति लाइट पनि छ स्पाइसी धेरै पनि छैन हैन म्याक्सिमम हाम्रो नेपालको नुडल्स चाहिँ स्पाइसी ज्यादा हुन्छ हैन एनीवे मेरो तर्फबाट चाहिँ नेपालै दिन्छु मेरो आमाले नेपाल भनेपछि मैले नेपालै दिनु पर्ने हुन्छ कोरियन पनि राम्रो छ मिठो छ सो विनर रहेको छ नेपाली नुडल्स ठीक थ्यांक यू फर वाचिङ गाइज कीप सपोर्टिङ कीप लभिङ अरु भन्दा मेरो मामला नबिसाओस् त्यति मात्रै बाइ